start your day like a brand new day. Healthy living that you can share with your family. It's a world that we can make full of happiness. Nuga best, always with you. Nuga Nuga, feeling so good. Nuga Nuga, happy inside. Nuga best, how we love you and we thank you. You are always with us. Nuga best, Nuga Nuga, feeling so good. Nuga Nuga, happy inside. Nuga best, how we love you and we thank you. You are always with us. Nuga best, you are always with us. Nuga best. Daily, daily, start your day like a brand new day. Healthy living that you can share with your family. It's a world that we can make full of happiness. नमस्ते सबैजनालाई। नमस्कार म्याम। हजुरहरूको शुभ नाम? मेरो रिता केप्छाकी मगर। मेरो सीता आले मगर। लीला मगर। इन्दिरा लीला मगर। लीला मगर। भने आज हजुरको घरमा इन्फर्मेसन भित्रै त हजुरहरूलाई कस्तो लागिरहेछ नि रिता मम्मी? धेरै राम्रो खुसी लागिराखेको छ मलाई एकदमै। आज त कति खुसी छु। मलाई पैसा गएको लोभ छैन। मलाई मिसिन भित्रको धेरै खुसी छु। त्यो पैसा भन्दा मेरो घरमा मिसिन आएको चाहिँ धेरै खुसी छु। के गर्नु पैसाले मात्रै भरे बिमार लाग्यो रोग लाग्यो भनेदेखि त्यो पैसाले मात्रै नहुँदो रहेछ। त्योभन्दा धेरै धेरै खर्च हुन्छ। 3 लाख भन्दा त्यसको डबल त्रिबलले पनि पुग्दैन। अहिले 3 लाखले गर्दाखेरि अब त्यति खर्च भए पनि अब मेरो हामी बुढाबुढी छोराछोरीको लागि पछि पनि राम्रो। बुढालाई मेरो बुढालाई अलिक प्रेसर सुगर छ। बुढाको लागि पनि मैले ल्याएको धेरै राम्रो छ। अब बुढालाई पनि अस्ति लगेर सेकाएको धेरै एउटा यस्तामा गाँठा थियो भन्नुहुन्थ्यो। त्यो गाँठा पनि गयो अरे। मेरो खुट्टा दुख्ने नसाको बिमार थियो अहिले धेरै राम्रो भयो। हात पनि दुख्थ्यो त्यो पनि राम्रो भयो। यहाँ टाउको एक पाटा दुख्थ्यो त्यो पनि अहिले धेरै राम्रो छ। म एकदम फ्रेस छु खुसी छु धेरै। मलाई एकदम अहिले त म यस्तो छु कि जे पनि गर्न सक्छु भने यस्तो बल आएको छ मलाई। म बिहान 4 बजे उठेर नै हिँड्छु। पहिला हिँड्दाखेरि खुट्टा दुख्थ्यो अहिले मेरो खुट्टाहरू पनि दुख्दैन। म योगा पनि जान्छु। साथीहरू भाइसँग रमाउँछु। तर मलाई अहिले त एकदम आनन्द छ। आज त म त यति खुसी छु। यहाँ म्यामहरूले अब मिसिन भित्राइदिएकोमा म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु। म्यामलाई मिसलाई उहाँहरूको अब ग्रुपलाई मिसिन बनाउने डाक्टरहरूलाई सबैलाई। किनभनेदेखि उहाँहरूले मिसिन बनाएकोले गर्दाखेरि हामीले आज सेवाहरू पायौँ। अब हामीलाई थाहा थिएन उहाँ त्यो मिसिनसम्म जे होस् लुगा बेसमा पुर्याउने साथीहरूलाई पनि भावना दिदीहरूलाई पनि धेरै धन्यवाद दिन्छु। नभए मलाई केही थाहा थिएन। उहाँहरूले पुर्याएर उहाँ म्यामहरूसँग भेटाइदिनु भयो। अनि मैले अस्ति पुसमा गएँ तर म लगातार जानु पाइनँ आफ्नो घरको समस्याले गर्दाखेरि। मैले सेकोलाई त्यस्तै सबै गरेर 1 महिना जस्तो। तर मलाई धेरै राम्रो गएको भनौँ 4-5 दिनदेखि नै धेरै राम्रो भयो। एकचोटि चाहिँ अब त्यो रोग निकालेको होला बमिट आउला जस्तो भयो। अनि कस्तो छाता आउला जस्तो त्यस्तो टाउको दुखे जस्तो भयो। बाँकी पो हो भनेर डराएँ तर म्यामहरूले भन्नुभएको थियो नडराउनु त्यस्तो हुन्छ भनेर। तर मलाई त्यस्तो पछिबाट मलाई एकदम राम्रो भयो। अहिले म यति फ्रेस छु यति खुसी छु। मलाई एकदम भित्रदेखि नै शक्ति जागेर आएको छ। मलाई पैसाको लोभ छैन। मलाई मिसिन चाहिँ आउँदाखेरि मलाई एकदम खुसी लागेछ। आज जस्तो दिन त कहिले पनि आएको थिएन त्यस्तो खुसी। अनि हाम्रो बेस्ट हाउसमा आउने आमाबाबालाई के भन्न चाहनुहुन्छ नि? उहाँहरूलाई पनि अब आउनु अनि
पैसा छैन भने नि भेला पार्नु, छोराछोरीलाई भन्नु यसरी नै मेसिन लानु तपाईहरुलाई अब पछि समय अब बुढाबुढी भएपछि सकिदैन। अब छोरा बुहारीहरुले नानीहरुले पनि अब सधैँभरि अब मसाज गर्न सक्दैन, बुढाबुढी भएपछि हामी पनि सक्दिनौँ। त्यही भएर मेसिनमा सुत्यो भने आनन्द आउँछ, निद्रा लाग्छ। अब भोक लाग्दैन थियो, भोक लाग्छ अचेलभरि, आनन्द आउँछ, निद्रा लाग्छ। मलाई एकदम सन्चो छ। त्यसैले तपाईहरुले पनि हामीले जस्तै अब मैले पनि पैसा भएर हैन भेला पारेरै लगेको, तपाईहरुले नै भेला पार्नु पछिसम्म अब सक्नुहुन्छ भने छिटा लानु, सक्नुहुन्न भने पनि यसो अलिअलि गर्दै भेला पारेर लानुहोस्। आफूलाई यो भविष्यमा बुढेसकालको सहारा त्यो भन्छु सबैलाई। पैसा भन्दा जिन्दगी ठुलो, जिन्दगी छ भने पैसा भोलि कमाउन नि सकिन्छ। पैसा छैन अब जिन्दगी नै छैन भने के गर्नु पैसाले मात्रै। म चाहिँ त्यो भन्छु सबै दाजु भाइ दिदी बहिनीहरूलाई त्यही भन्छु म। लास्ट धन्यवाद। पनि हाम्रो सीता ममले चाहिँ के भन्नुहुन्छ, हजुरले हाम्रो मेसिन जुन प्रयोग गर्नु भएको छ 15-20 दिन होइन, हजुरलाई चाहिँ त्यो मेसिन प्रयोग गरेपछि हजुरलाई कस्तो अनुभव भइरहेछ त? राम्रो भइरहेछ नानी। अब ढाड दुख्थ्यो, तिखरा दुख्थ्यो, खुट्टा दुख्थ्यो होइन। अनि त्यो मेसिन प्रयोग गरेपछि धेरै राम्रो हुँदैछ, धेरै राम्रो हुँदैछ। म खुसी भएको छु। खुसी हुनु भएको छ? हजुर। भनेपछि जस हाम्रो थेरापीमा गएर हजुरले प्रयोग गरे हिसाबले चाहिँ तपाईँलाई राम्रै भइरहेछ होइन त? भने अहिले घरमा छोरीले मेसिन ल्याएपछि अब अझै चाँडो सन्चो हुने होइन त? खुसी हुनुहुन्छ छोरीले यो मेसिन घर ल्याएकोले? खुसी, धेरै खुसी भएको छु म यो मेसिन घरमा ल्याएपछि। अब सधैँ अरू बेला नै सेक्नै पर्थ्यो, अहिले घरमा ल्याएर अब टाढो जानु परेन। खुसी छु म एकदम। हस् धन्यवाद। अनि हाम्रो यता मम्मीले के भन्न चाहनुहुन्छ? धेरै खुसी छु के अरे हजुरलाई चाहिँ उता तपाईँको जुन 15-20 दिन थेरापी गरे पछाडि हजुरलाई कस्तो अनुभव भइरहेछ? राम्रो हुँदै गएको छ, राम्रो सुविधा हुँदै गयो। खुट्टा झन्झनाउनु पोल्नु थियो, अलिक राम्रो भयो। हात दुख्ने थियो, त्यो पनि अलिक राम्रो हुँदै गयो। अहिले सबै राम्रै हुँदै गएको छ नानी। लास्ट धन्यवाद। भनेपछि सबै परिवार खुसी होइन त? खुसी, एकदम खुसी। ल अघि मम्मी भनेको भन्नु त के हो अरे हाम्रो मेसिनको नाम? एमफिब मेसिन लुगा बेच नम्बर 1। लास्ट धन्यवाद। नमस्ते। Like a brand new day, healthy living that you can share. We are Nuga Bets.